सिंहदरबार ठुलो कि मान्छेको ज्यान ठुलो भनेर अहिले विवाद चलिरहेछ। यो विवाद किन भइरहेछ भन्दाखेरि सिंहदरबार र मान्छेको ज्यान जुन तुलनै गर्न नमिल्ने कुराहरू चाहिँ कुन चाहिँ ठुलो भनेर तुलना गर्न खोजेर चाहिँ यसको विवाद निक्ल्या हो। यसको रियालिटी के हो भन्दाखेरि यी दुईटै चिज अमूल्य हुन्। मान्छेको ज्यान पनि अमूल्य हुन्, गएको ज्यान फिर्ता हुँदैन, र सिंहदरबार पनि अमूल्य हो, अर्को सिंहदरबार बनाएर हुँदैन। यो तुलना गर्न नमिल्ने चिज हो। म तपाईलाई उदाहरण पनि दिन्छु। यो विश्वभरि करोडौं भगवत गीताका किताबहरू बेच्न राखिएका छन्। त्यसको मतलब कि एउटा किताब लगेर चाहिँ बाटोमा जलाउन मिल्छ, अर्को किताब पाइहाल्छ नि भनेर। नेपालको झण्डा चाहिँ पब्लिकली जलाउन पाइन्छ, हजारौं झण्डाहरू त यही बिक्रीमा राखिएको छ। सो अर्को बनाउन मिल्छ भन्दैमा किन गर्न मिल्दैन भन्दाखेरि कति कुराहरू चाहिँ भौतिक कुरा भए पनि त्यहाँनिर मान्छेको चाहिँ आस्था जोडिया हुन्छ, त्यहाँनिर चाहिँ देशको स्वाभिमान जोडिया हुन्छ। यी कुराहरूले गर्दाखेरि चाहिँ सिंहदरबार पनि ठुलो, मान्छेको ज्यान पनि ठुलो, तर यो तुलना गर्न खोजेर समाजले विवाद चर्किरहेछ। यो तुलना गर्न नमिल्ने चिज हो। यी दुवै कुराहरू, मान्छेको ज्यान पनि सिंहदरबार पनि, दुईटै अमूल्य चिज।